लौ यो कहिले आयो ओइ यो कहिले आयो बाबु साइस भर्खरै आएको 2 वर्ष भइसक्यो मलाई कति खुसी लाग्यो बाबु अनि के को होला को आयो म आएको तपाईँलाई खुसी लाग्यो होला है ले ले 5-7 लाख दिन अझै पाइन्छ किन आएको अहिले त ए बाउ मैले ऋण सिन सबै चुक्ता गर्ने गरी सबै पैसा बोकेर आएको छु क्या ऋण मात्रै चुक्ता गर्ने होइन घर पनि बनाउने कार पनि किन्ने बे पनि गरी सबै गर्ने गरी आएको म ल कच्चा भयो त त्यो मात्रै होइन अरू के सामान किन्नुपर्छ तपाईँहरूलाई सबै म छु मलाई एउटा आइफोन चाहियो मलाई एउटा छर्केतिर रि त्यो पोला गरेर रिताले देखा देखै गर्छ हाम्रो चाहिँ रहर हुन र मलाई चाहिँ एउटा गाडी शान्ति नै के ल आमा एक कप मिठो चिया पकाउनु त ल यो चिया खाउँ भनेर कुरा गरौँ ल मेरो चाहिँ अब विदेश जाने सोच छैन हेर्नु बाबु म त यहीँ बिजनेस गर्ने हो होइन बिजनेस गर्नुभन्दा अगाडि चाहिँ टक्क बिएसए गर्नु पऱ्यो अनि घर पनि ठुलो बनाउनु पऱ्यो अर्को घर बनाउनु पऱ्यो कि बाबु अहिले घर बनाउनु कति लाग्छ पैसा भन्नु त त्यही धेर लाग्दैन 3.5-4 करोड यो घर पनि राम्रो छ नि माथि 2 कटा ठाउँ होला नि